आज चाहिँ हाम्रो धिलिजाको सिरौनी देउसी देउतिनी पूजा गर्दै हुनुहुन्छ अङ्कलले। अहिले चाहिँ यहाँ धुप हाल्ने कार्यक्रम भइरहेको छ। हाम्रो देउसी देउतिनीलाई सम्झेर मुनाइदेखि सम्झेर धुप हाल्दै हुनुहुन्छ। देउसी देउतिनीको लागि भालेर पोथी चाहिँ हाम्रो गणेश अगाडि उता हाल्नु त यता हाल्ने अङ्कल त्यसै झन् फेल भइहाल्यो नि। गणेश सुनगुरु सिद्ध तर्का माइलो दामी यो चाहिँ चिउ भयो। कुल पूजा जस्तै गरे जस्तो गर्नु पर्दो रहेछ कि हाम्रो 9वटा छ यहाँ यस्तो छ्याङ अस्तिजना राखेर आइतबारको राति बेलुकी राखेर एक मना चामलको 1 मना चामलको रुरुमा राखेर छ्याङ राखेर पोथी सिरौनी 3 जना पुजारी यो चाहिँ गणेश उतापट्टिकै हेर्नु न गणेश सुनगुरु सिद्ध यतापट्टिको माइलो दामी ल भयो ल पर्छिसक्यो अब काट्ने